ल, अब सिधै विषयवस्तुमा प्रवेश गरौँ। पछिल्लो समय हाम्रो बजारमा जताततै सुनिने एउटा शब्द छ नि, तरलता सङ्कट, अर्थात् लिक्विडिटी क्राइसिस। पत्रपत्रिकाका हेडलाइनदेखि चिया पसलको गफसम्म यही विषय छाएको हुन्छ। तर खासमा यो हो चाहिँ के? हाम्रो ब्याङ्किङ प्रणाली कसरी चल्छ र पैसाको यो फ्लोलाई कसले कन्ट्रोल गरिरहेको हुन्छ भन्ने कुरा बुझ्न अत्यन्तै जरुरी छ। आजको यो विश्लेषणमा हामी ब्याङ्किङ क्षेत्रका यी भारी भरकम लाग्ने नियमहरूलाई एकदमै सरल बनाएर डिकोड गर्दैछौँ। बजारमा सधैँ उठ्ने एउटा ठूलो प्रश्न यही हो, आखिर ब्याङ्कहरूसँग ऋण दिने पैसा अचानक सकिन्छ चाहिँ कसरी? हिजोसम्म धमाधम ऋण बाँडिरहेका ब्याङ्कहरू आज किन ऋण दिन नसक्ने अवस्थामा पुग्छन्? हेर्नुस्, यो कुनै जादु वा रहस्य पक्कै होइन। यो त हाम्रो वित्तीय प्रणालीलाई डोर्याउने केही निश्चित नियम र पर्दा पछाडिका संयन्त्रहरूको नतिजा मात्र हो। आज हामी यही रहस्य सुल्झाउनेछौँ र ब्याङ्कहरूको खल्ती कसरी खाली हुन्छ भन्ने कुराको जरासम्मै पुग्नेछौँ। यसको लागि हाम्रो रोडम्याप एकदमै स्पष्ट छ। सुरुमा केन्द्रीय ब्याङ्कको शक्ति, त्यसपछि सिजिडीबाट सिडीमा भएको परिवर्तन हेर्नेछौँ, अनि सिआरआर र एसएलआर जस्ता नियमहरू केलाउँदै अन्तमा समग्र मुद्रा आपूर्ति कसरी नियन्त्रण हुन्छ भन्ने कुरा बुझ्नेछौँ। ल, अब सुरु गरौँ पहिलो खण्डबाट, केन्द्रीय ब्याङ्कको शक्ति। नेपाल राष्ट्र ब्याङ्क सुन्दा एउटा सामान्य ब्याङ्क जस्तो लागे पनि यो कुनै सामान्य ब्याङ्क होइन। यो त ब्याङ्कहरूको पनि ब्याङ्क हो। हाम्रो देशको सम्पूर्ण आर्थिक प्रणालीको मास्टर कन्ट्रोलर नै यही सर्वोच्च संस्था हो। जसरी एउटा कुशल चालकले गाडीको स्पिड कन्ट्रोल गर्छ नि, ठ्याक्कै त्यसै गरी राष्ट्र ब्याङ्कले देशको समग्र अर्थतन्त्र र पैसाको प्रवाहलाई सही दिशामा हिँडाउने जिम्मेवारी बोकेको हुन्छ। यसका मुख्य कामहरू हेर्दा नै प्रष्ट हुन्छ यो संस्था कति पावरफुल छ भनेर। नोट छाप्नेदेखि लिएर ब्याङ्कहरूलाई लाइसेन्स दिनेसम्मको साँचो यसैको हातमा हुन्छ। यति मात्र होइन, बजारबाट पैसा तान्ने होस् वा बजारमा पैसा पठाउने र ऋणको ब्याज दर बढाउने वा घटाउने भन्ने कुरा पनि राष्ट्र ब्याङ्कले हरेक वर्ष ल्याउने मौद्रिक नीति मार्फत नै तय गरिरहेको हुन्छ। अब लागौँ दोस्रो खण्डतिर, सिसिडीबाट सिडीमा भएको परिवर्तन। यो त्यही नीति हो जसले नेपाली बजारलाई ठूलै झट्का दिएको थियो। यो नीतिगत परिवर्तन बुझ्नु अघि ब्याङ्कले खासमा पैसा चाहिँ कसरी कमाउँछ भन्ने कुरा प्रष्ट पारौँ। ब्याङ्कको मुख्य व्यापार नै पैसाको किनबेच हो। सर्वसाधारणबाट निक्षेप लिने र त्यही पैसा अलि बढी ब्याज दरमा अरूलाई ऋण दिने। यी दुई बीचको ब्याज दरको अन्तर नै ब्याङ्कको मुख्य नाफा हो। तर रमाइलो कुरा के छ भने ब्याङ्कले आफूसँग भएको 100% पैसा त्यसरी ऋण दिन पाउँदैन। यहीँनिर केन्द्रीय ब्याङ्कको नियम लागू हुन्छ। पहिला ब्याङ्कहरूलाई सिसिडी अनुपातको नियम लागू हुन्थ्यो, जसको अर्थ हो क्रेडिट टु कोर क्यापिटल प्लस डिपोजिट। यसमा ब्याङ्कले उठाएको निक्षेप र आफ्नो कोर पुँजी दुवै जोडेर ऋण दिन पाउँथे। तर पछि राष्ट्र ब्याङ्कले नियम फेरेर यसलाई सिडी अनुपात अर्थात् क्रेडिट टु डिपोजिट मात्र बनाइदियो। यहाँनिर ध्यान दिनुपर्ने कुरा के हो भने ऋण दिन मिल्ने पैसाको पोखरीबाट ब्याङ्कको कोर पुँजीलाई पूर्ण रूपमा हटाइयो। र यसले उत्कृष्ट रूपमा स्पष्ट पार्छ कि पुरानो नियमअनुसार गणित कसरी काम गर्थ्यो। मानौ कुनै ब्याङ्कको कोर पुँजी 100 करोड छ र उसले बजारबाट 50 करोड निक्षेप उठायो। कुल उपलब्ध रकम 150 करोड भयो, होइन त? पुरानो 85% सिसिडी नियमअनुसार त्यो ब्याङ्कले 150 करोडको 85% अर्थात् 127.5 करोड रुपैयाँ बजारमा ऋण दिन सक्थ्यो। यो भनेको निकै ठूलो रकम हो। तर अब नयाँ सिडी नियम पछिको अवस्था हेरौँ है। यो नयाँ नियमले कोर पुँजीलाई गन्नै दिँदैन। अब ब्याङ्कसँग निक्षेपको 50 करोड मात्र गन्ने मिल्ने रकम रह्यो। राष्ट्र ब्याङ्कले सीमा बढाएर 90% ऋण दिन पाउने व्यवस्था त गर्यो, तर 50 करोडको 90% भनेको जम्मा 45 करोड मात्र हुन आउँछ। यहीँनिर हो मुख्य कुरा। हिजोसम्म 127.5 करोड ऋण दिन सक्ने ब्याङ्क नयाँ नियम आउने बित्तिकै अचानक 45 करोड मात्र ऋण दिन सक्ने अवस्थामा खुम्चियो। बजारमा तरलता सङ्कट कसरी निम्त्यो र ब्याङ्कहरूसँग किन एकाएक लगानी योग्य रकमको खडेरी पर्यो भन्ने कुराको यो नै सबैभन्दा सटिक गणितीय कारण हो। अब जाउँ तेस्रो संयन्त्रमा, नगद सञ्चित अनुपात अर्थात् सिआरआर, क्यास रिजर्भ रेसियो वा छोटकरीमा सिआरआर। यो नियमले ब्याङ्कहरूलाई सम्पूर्ण पैसा चलाउन दिँदैन। सर्वसाधारणले जम्मा गरेको पैसाको सुरक्षा र समग्र प्रणालीलाई जोखिमबाट बचाउन ब्याङ्कहरूले कुल निक्षेपको एउटा निश्चित प्रतिशत अनिवार्य रूपमा नेपाल राष्ट्र ब्याङ्कको ढुकुटीमा लगेर लक गर्नुपर्छ।
यो पैसा ब्याङ्कले कुनै पनि हालतमा छुन वा चलाउन पाउँदैन। अब यहाँ साँच्चै रोचक कुरा के छ भने यो 4% जस्तो सानो देखिने अङ्कले बजारमा कति ठूलो प्रभाव पार्छ। राष्ट्र ब्याङ्कले यो दरलाई थोरै मात्र तलमाथि गरेर पनि बजारको महँगी नियन्त्रण गर्ने र पैसाको फ्लोलाई ब्यालेन्स गर्ने काम गर्छ। यसलाई एउटा दैनिक जीवनको उदाहरणबाट बुझौँ। मानौ 50 लाख रुपियाँ ब्याङ्कमा जम्मा भयो। ब्याङ्कले त्यो पुरै 50 लाख ऋण दिन पाउँछ त? पाउँदैन। 4% CRR नियमअनुसार 50 लाखको 4% अर्थात् 2 लाख रुपियाँ त सिधै राष्ट्र ब्याङ्कमा गएर लक भयो। ब्याङ्कसँग अब जम्मा 48 लाख मात्र बाँकी रह्यो। यसले ब्याङ्कको ऋण दिने क्षमतालाई सिधै घटाइदिन्छ। यो चेन रियाक्सन कसरी अगाडि बढ्छ यहाँ प्रश्न छ। जब अर्थतन्त्रमा धेरै पैसा फ्लो भएर महँगी बढ्न थाल्छ, केन्द्रीय ब्याङ्कले पहिलो स्टेपमा CRR बढाइदिन्छ। यसले गर्दा दोस्रो स्टेपमा ब्याङ्कहरूसँग ऋण दिन मिल्ने पैसा कम हुन्छ। अनि जब बजारमा पैसाको अभाव हुन्छ, तेस्रो स्टेपमा स्वाभाविक रूपमा ऋणको ब्याज दर माथि उकालो लाग्छ। अर्थशास्त्रको सिधा नियम। खण्ड 4 वैधानिक तरलता अनुपात अर्थात् SLR, स्ट्याच्युटरी लिक्विडिटी रेशियो अर्थात् SLR। यो पनि निक्षेपको एउटा निश्चित प्रतिशत नै हो जुन ब्याङ्कले छुट्याउनु पर्छ। तर CRR र यसमा फरक के छ भने यो पैसा राष्ट्र ब्याङ्कमा गएर लक हुँदैन। यो चाहिँ ब्याङ्कले आफ्नै भल्टमा वा सजिलै नगदमा परिणत गर्न सकिने सुन वा सरकारी बन्डहरूको रूपमा राख्नुपर्छ। भोलि ग्राहकहरू एकैपटक पैसा फिर्ता माग्न आए भने ब्याङ्क टाट नपल्टियोस् भनेर राखिएको सेफ्टी कुसन हो यो। राष्ट्र ब्याङ्कले संस्थाको प्रकार हेरेर यस्तो अनुपात फरक तोकेको हुन्छ। जस्तै कमर्सियल ब्याङ्कहरूले कुल निक्षेपको 12% यस्तो तरल सम्पत्तिको रूपमा राख्नुपर्छ भने विकास ब्याङ्कहरूले 10% राख्नै पर्छ। यो पैसा पनि ऋणको रूपमा बजारमा जान पाउँदैन। ल अब अन्तिम खण्डमा यी सबै कुरालाई एकै ठाउँमा जोडेर हेरौँ, मुद्रा आपूर्ति नियन्त्रण। अब यहाँनिर ध्यान दिनुहोला, यसले यी सबै कुरा कसरी जोडिन्छन् भन्ने प्रश्न पार्छ। एउटा सिङ्गो निक्षेपलाई ऋणको रूपमा बाहिर पठाउनु अघि कसरी टुक्र्याइन्छ भन्ने यहाँ देख्न सकिन्छ। एउटा हिस्सा CRR को रूपमा राष्ट्र ब्याङ्कमा जान्छ, अर्को हिस्सा SLR को रूपमा ब्याङ्कै भल्टमा बस्छ र यी सबै सुरक्षा मापदण्ड काटेर बाँकी रहेको सानो हिस्सा मात्र ऋण योग्य रकमको रूपमा बजारमा पुग्छ। बजारलाई डोर्याउने सबैभन्दा आधारभूत सिद्धान्त नै यही हो। जब प्रणालीमा पैसा धेरै हुन्छ अर्थात् उच्च तरलता हुन्छ, ब्याङ्कहरूबीच ऋण दिन होडबाजी चल्छ र ब्याज दर कम हुन्छ। तर जब तरलता न्यून हुन्छ र बजारमा पैसा सुक्छ, तब ब्याङ्कहरूले थोरै भएको पैसालाई महँगोमा दिन्छन् र ब्याज दर उच्च हुन पुग्छ। त्यसैले समग्रमा भन्नुपर्दा राष्ट्र ब्याङ्कको हातमा हुने मुख्य लगामहरू नै यिनै CD, CRR र SLR हुन्। देशको आर्थिक स्वास्थ्य सन्तुलनमा राख्न, महँगी नियन्त्रण गर्न र बजारमा पैसाको फ्लोलाई आवश्यकता अनुसार बढाउन वा घटाउन केन्द्रीय ब्याङ्कले यिनै तीनवटा शक्तिशाली टुलहरू चलाइरहेको हुन्छ। यी संयन्त्रहरूले कसरी काम गर्छन् भन्ने भित्री कुरा त अब हामीले बुझिहाल्यौँ। तर अब सोच्नुपर्ने कुरा के छ भने भोलिका दिनमा राष्ट्र ब्याङ्कले ल्याउने मौद्रिक नीतिमा हुने एउटा सानो परिवर्तनले पनि हाम्रो व्यापार, उद्यम र समग्र बजारको ब्याज दरलाई कतातिर धकेल्ला? यो प्रश्नको उत्तर खोज्ने जिम्मा आजलाई यहाँहरूकै हातमा छोड्दै यो विश्लेषणबाट बिदा हुन्छौँ।